चाहिँ भर्खर उठ्दैछु उठेर मुखसुख धोएर अब कोठामा जानु लाग्यो अनि दाइले चाहिँ खानासाना राखिसक्नु भएको रहेछ है अब फ्रेस भएर खाना खाने पनि खाइयो भाँडा माझेर नि आएँ अब दाइ र म चाहिँ सुत्न लाग्यो है म चाहिँ चौधरी बुढालाई खोज्न हिँडेँ चौधरी बुढासँग काम छ अनि दाइलाई चाहिँ मैले साथी लिएर चौधरी बुढा भेटाएन भने सँगै खोज्नुपर्छ भनेर चौधरी दाइ चाहिँ भेटियो बल्ल बल्ल भेटियो चौधरी दाइ हराएको थियो अरे कहाँ हरायो बुढा ल चौधरी दाइ भेटिसक्यो भट्टे भाइले खाना खाइरहेको रहेछ म चाहिँ ट्याक्कै आइपुगेँ अनि चाहिँ खाना खाएर भाँडा माझेर पनि भ्याइसक्यो चाहिँ 5:07 गयो अहिले दिउँसो चाहिँ कहीँ पनि गएन हामी सुतेर बस्यौँ अब खानासाना बनाउनुलाई रेडी गर्नु पर्ला अब तयारी गर्नु खाना नि बनेर आयो खाना बनेर ल्याएँ अनि दाइ चाहिँ यहाँ सुतिराख्नु भएको ओ भट्टे भाइ यता हेर्दै भट्टे भाइ यहाँ छ दाइ ल दाइ उठाउँ खाना खान अनि खाना खाएर बाहिर जानुपर्छ